त्यो मान्छे जीवनमा कहिले पनि हार्दैन जसले पीडालाई सहन जानेको हुन्छ। रिस हावाको त्यो वेग हो जसले तिम्रो ज्ञानको दियोलाई निभाइदिन्छ। जिन्दगीको हर पल रमाएर बिताउनु, किनभने प्रत्येक साँझ सूर्य मात्र होइन, तिम्रो जीवनको त्यो एक दिन पनि डुबिरहेको हुन्छ। समर्थन र विरोध विचारको हुनुपर्छ, कुनै व्यक्तिको होइन, किनभने एक असल व्यक्तिले पनि कहिलेकाहीँ गलत विचार राखेको हुन सक्छ। कहिलेकाहीँ हामी गलत हुँदैनौँ, तर हामीसँग त्यो सही शब्द नै हुँदैन जसले हामीलाई निर्दोष साबित गरोस्। यदि कसैले तिमीलाई मनदेखि माया गर्छ भने उसको कदर गर्न सिक, किनकि त्यस्तो मान्छेहरू जीवनमा कहिलेकाहीँ मात्र आउने गर्छन्। गल्ती जीवनको एउटा पाना मात्र हो, तर सम्बन्ध पुरै किताब हो। त्यसैले एउटा गल्तीको लागि सम्बन्धको पुरै किताब च्यात्नुभन्दा आवश्यक पर्यो भने गल्तीको एउटा पाना च्यातेर फालिदिनु। जब पीडा सहने बानी पर्छ नि, तब आँखाबाट आँसु आउन बन्द हुने गर्छ। सकेसम्म सधैँ खुसी हुने कोसिस गर्नुस्, किनकि दुखी भएर भोलिको समस्या समाधान त पक्कै हुँदैन, तर आजको शान्ति भने पक्कै हराउँछ। जति बेला हामी अरूको अपमान गरिरहेको हुन्छौँ, त्यति बेला हामीले पनि आफ्नो आत्मसम्मान गुमाइरहेको हुन्छौँ। एउटा मूर्ख मान्छेले गरेको प्रशंसा सुन्नुभन्दा एउटा बुद्धिमान मान्छेले गरेको गाली धेरै मूल्यवान हुन्छ। जब तिमी आफूले आफूलाई काबिल बनाउँछौ नि, तब अवसरले आफै तिमीलाई खोज्न सुरु गर्छ। कुनै पनि मान्छे असल छ या खराब छ, त्यो बुझ्नका लागि उसलाई ध्यान दिएर सुन्ने गर्नुस्, किनभने मान्छेको चरित्र अक्सर उसको बोलीमा झल्किने गर्छ।